हेलो एभ्रिवान, के छ तपाईँहरूको हाल खबर? आई होप सबैजना ठिकठाक हुनुहुन्छ होला। अनि अहिले चाहिँ ठ्याक्कै 8 बजिसक्यो। अनि यति बेला चाहिँ हामी आज कर्नेक्स जाने भन्ने प्लान गरिराखेका छौँ। अनि आज थोरै ब्लग पनि बनाउनु कि भन्ने कुरा भइरहेछ क्या कर्नेक्समा। अनि ल सबैजनाले हेर्नु होला सो कस्तो लाग्छ अनि कसरी गर्ने अझै सुझाव दिनु होला। अनि लाइक सब्सक्राइब कमेन्ट गर्नु होला है त। सो गाइस, म चाहिँ रेडी भइसकेको छु होइन। अब अलिकति ठुलो स्वरले बोल्न मिल्दैन किनभने मान्छेहरू सुतिरहनु भएको छ यता बेडतिर, मान्छे सुतिरहनु भएको मेरो मात्रै रुम होइन, त्यही भएर सो अब चाहिँ हामी जाने तयारी भइसक्यो होइन। मेरो ब्यागहरू पनि रेडी भइसक्यो यहाँनिर। मान्छेहरू एकदम सुतिरहेको अवस्थाले चाहिँ म धेरै बोल्न आवाज निकाल्न हुँदैन, अहिले बाहिर गएर बोल्नु चस्मा। सो दाइहरूलाई अब उता गएर चाहिँ दाइहरूसँग दाइहरू आएर बसिसक्नु भयो क्या उहाँ। अब हामी यहाँ मेरो यहाँ चाहिँ साथीहरूमा जानु लागेको क्या अहिले यहाँबाट। सो म धेरै नबोलिकन अब चाहिँ बाहिर गएर भेटौँला है त। सो गाइस, यो चाहिँ चाइना क्याम्प है। मैले अस्ति पनि भिडियोमा भनिरहेको छु नि, यो चाहिँ चाइना क्याम्प हो। अनि चाइना क्याम्प अब हामीले यहाँबाट चाहिँ गाडी कहाँबाट चढ्ने भन्दाखेरि चाहिँ ओहो के हो, गाडी चाहिँ हामी उता माथिबाट चढ्नुपर्छ कि उता के भन्छ अरे एडी भन्ने लाग्छ कि त्यहाँबाट सानो गाडी होइन। हामी नेपालमा अब जसरी हुँदैन यहाँ चाहिँ त्यति त मास्क नलाउ न हौ। घामले डढ्छ खालि। यो गोरो मान्छेहरूलाई कति टेन्सन क्या, त्यही भएर मान्छे भने कालै राम्रो हो क्या। कालो भइसकेपछि फेस जोगाउनु पर्ला भन्ने छैन, घाममा डढ्ला भन्ने छैन। अलरेडी सबै डढिसकेको हुन्छ नि त गोरो मान्छेहरूलाई। त्यस्तो हो गाइस, त्यही भएर हामी जस्तो हुनुपर्छ मान्छे भनेको। एकदम पहिले जन्म जातै त्यस्तो भइसकेपछि न केही लानु पऱ्यो न जोगाइराख्नु पऱ्यो खाली बल्ली। सो दाइहरूलाई फाइनली भेट भइसक्यो है यहाँनिर। हेलो, कहाँ हो भाइ? फोन उठाउँदैन यार। हजुर फोन यस्तो भयो क्या दाइ। फोन के भयो भन्दाखेरि यस्तो भयो भाइले मात्रै अलिअलि उठाउने। अलिअलि होइन, म आशिष भाइको लाग्छ ब्रस गर्न गएको थिएँ। फेरि पछि हाने मैले, मेरो ब्यालेन्स चाहिँ मलाई याद भएन क्या। अनि पछि चाहिँ मैले फोनै गरेको। अब गाइजहरू हाम्रो आशिष भाइहरू ह्यान्डसम भएर आज जाँदैछ। म त ह्यान्डसम हो नि फेरि। आज हाम्रो अलिकति टुर छ, सो त्यही भएर ल ध्रुव भाइ छिटो फोन गर्नु। आशिष भाइ कहाँ हराएको भन्नु तैँले आउनु पऱ्यो। बेहुली निक्लिन लाउनु भएको छ दाइले। हिजो होइन 8 बजीभन्दा अगाडि चाहिँ भाइ फोन गर्ने होइन भन्नुभएको थियो कि, त्यही भएर म त्यो त भने सेड्युल मिलाएर हामी टाइममा त एकदम पक्का हो नि। कस्तो हिँड्नु यहाँ दाइ, यहाँ कुरेर कस्तो फिल भइरहेछ भाइ आज? एकदम ठिक छ। ठिक छ नि? तपाईँलाई कस्तो भयो स्वास्थ्य ठिक छ नि? एकदम ठिक, राम्रो छ। प्रिन्ट गर्दैछु ल यहाँ दाइसित कुरा गर्नु। सो गाइज, अब हाम्रो भेटघाट भइसकेको छ होइन। अब हामी कतिजना छौँ? 1 2 3 4 जना 5 जना, सो 6 जना। नयाँ गाडी रहेछ है। नेपालको जस्तो तिर्सना मेटाउनु त होइन, त्यो भए पनि हरियाली चाहिँ राम्रो छ है यहाँनिर। यो के टुर्नामेन्ट हो यो पनि? फाइनली हामी सिटीको उसमा आइसक्यौँ है। Yes, bus station. Yes.
आइपुगिसक्यो दाइ अब कहाँ भयो कता हो हामी जानुपर्ने ए खर्च पानी होइन खर्च लिन जाने होइन खाने खर्च भाउजू बाटो चाहिँ खाने खर्च लिन जानु लाग्यो क्या सिटी वा सो आबुधाबी आइसकेपछि आबुधाबी सिटीमा नआयो भने चाहिँ मजा नहुने रहेछ ल गएर आउनु ल छिटो दाइहरू अब उता निस्किनु भइहाल्यो कता हो यस्तो हो कि खाजा खर्च लिन खाजा लिन जानु भयो खाना अब के भन्न चाहन्छु हेर त सिटीको बसेर चाहिँ छट्ट होइन अनि कस्तो लागिरहेको त अब तपाईँको त सिटी दैनिकी हो हुन त हाम्रो फर्स्ट टाइम भयो केही देख्दैन म त देख्दैन कि देख्दैन ए उहाँ चाहिँ ब्रदर दिल परिचय गरौँ न उहाँ चाहिँ विश्राम गाइस अब हामी चाहिँ बसमा जाने बेला भयो कि त्यही भएर बस कार्डको इन्तजाम गर्दैछौँ अब बस कार्ड इन्तजाम त गर्ने कि इन्तजाम मेसिन नै भेटिँदैन क्या फेरि कता के हो सिस्टम नेपालमा जस्तो फुत्त चढेर हिँड्ने छैन र के हो यो सबै बन्द भएर बस्छ एटिएम होइन यो एटिएम हो त बस कार्ड हो अनि खोइ त नि चल्दैन त नि खोइ त यो त चल्दैन के हो त्यो कुरामा पनि बस कार्ड भन्ने कार्ड भन्ने छ तर चल्दैन कि कार्ड यहाँ कार्ड पनि आउँछ वो भी खराब है ये भी खराब है सब पुरै खराब है के गर्नु वो सबै मेरो जस्तो मान्छे सब काला देखिन्छ कालाहरू पनि देखिन्छ नि सियोस् रमाइलो लाग्छ सो गाइस इन्ट्रेस्टिङ कुरा चाहिँ होइन यो मेसिनलाई चाहिँ नठोकिकन चाहिँ नहुने रहेछ क्या ठोकेपछि बल्ल भन्नु भने ठोकेन भने नहुने क्या के हो यो यसरी नहाने भने त आउनै नहुने पापा रोटी रे हो पापा रोटी उता ल उहाँ देख्नु भएन मेसिन ऊ त्यो बस कार्डमा चाहिँ रिचार्ज हाल्ने भनेर कुदेको कहाँ हो हाम्रो त ऊ हो नि त मलाई केही थाहा छैन हामी त हिँड्दै नि काठमाडौँमा हिँडेको थियो यो हाम्रो काठमाडौँ बस कार्डमा रिचार्ज हाल्नु पऱ्यो भनेर आयो क्या खास कता हो फेरि हाफिलत दाइहरू चाहिँ उता जानुभएको थियो कि अनि हामी फेरि रिचार्ज हाल्न गयौँ कि अहिले फेरि मान्छे आइसक्नु भएछ हामीलाई अब छुट्ला जस्तो भइरहेको यहाँनिर रिचार्ज हेर्न गएको कि तर हाल्न त हालेन नि ठोक्कटा जान मात्रै भयो होइन गाइस तपाईँहरू पनि यो बस पार्क नै रहेछ यहाँ मेन टर्मिनल बस टर्मिनल यहीँ रहेछ होइन यता वरिपरि कोही हुनुहुन्छ भने सो कमेन्ट हाल्नु होला आबुधाबीको कोही नजिक हुनुहुन्छ भने कमेन्ट गर्नु होला ऊ खानेकुरा त पानीको त कार्टुनै बोकेर आउनु खानेकुरा के लिन जानु भएको कि दाइहरू चाहिँ भाउजूले यता चाहिँ व्यवस्था गर्नुभयो र चाहिँ अनि चल्दैन चलेर क्या खोइ दाइ खै त गाडी कति नम्बर लाग्छ हाल्नु आयो
सो हाम्रो चाहिँ कर्नेक्सको यात्रा सुरु भइसक्यो है गाइस। कर्नेक्सको यात्रा सुरु भइसक्यो। गाडी आउनको लागि चाहिँ गाडी अब यस्तो गाडीमै हाम्रो कार सहित रेडी भइसक्यो गाइस। कार सहित रेडी भइसक्यो। कॉर्नेक्स आएगा। कौन सा गाड़ी जाता है कॉर्नेक्स? नेट में हेर्नु न कितना 32 हाम्रो पारा चाहिँ आज गाउँमा गाडी कुरे जस्तै फिल भइरहेको है। हामीलाई एकदम के अरे गाडीमा त आइयो कि यहाँबाट चाहिँ छैन गाडीमा आएन। यसरी बसिरहेको त्यो पनि थियो होइन? सोध्ने हो है। पैसा लाग्दैन। गाह्रो भयो गाडी कुर्दा 10-15 मिनट गइसक्यो अलरेडी। धरेको त हामी 1 घन्टा हुन लागिसक्यो। ट्याक्सीहरूलाई पनि रोकेर सोधेछ। गाडी नम्बर एक्ज्याक्ट नआएको भएर चाहिँ थाहा नपाएको क्या। नेपाल ड्राइभर जस्तो भयो नि हेर्न न। यस्तो अलिक झोकिहाल्यो हुनु पऱ्यो कि ड्राइभर पनि झोकिहाल्यो हुनुपर्छ रिक्स लिने यस्तो कुराहरूमा। को हो भित्र छिरेछ त किन आफ्नैमा यो जान्छ कि यो हो कि क्यापिटल पार्क। हेलो सोध्नु त कर्नेक्स जानु त दाइ भित्र जानु न। साथमै हो रे के साथमै छ रे क्यापिटल सिटीबाट साथमै हो। अलिकति हिँड्न पर्छ रे दाइ। अलिकति हिँडौँला त। सो बल्ल गाडी आयो। ल जानु अगाडि जानु त अब यसरी काँड हान्नै पर्यो त नि के गर्नु त नि गाई चाहिँ डबल नहान है। भयो नि 2 चोटि त रिजेक्ट हान्दिनँ किन हुन्छ भयो 2 चोटि रिजेक्ट भइरहेको कि। फाइनली हामी लोकल गाडीमा चढिसक्यौँ। यो चाहिँ हो हाम्रो तस्बिर छ एउटा फाइनल्ली लोकल गाडीमा चढिसक्यो होइन। हाँस्दा त 32 बङ्गारा देखिहाल्छ। बङ्गारा अब कर्नेक्स पुग्नलाई सायद लाग्छ होला। 10 मिनट मात्रै हो। तपाईँ कति एक्साइटेड हुनुहुन्छ ल भन्नु त। एक्साइटको त पुरै नगरौँ कि एक्साइटको त पुरै नगरौँ। मेरो 2 साइडै भइरहेको 2 साइडै उयो त। यहाँनिर चाहिँ यो कार्डको धेरै भ्यालु छ है गाइस। नेपालमा चाहिँ खासै अब त्यस्तो छैन कि। यहाँ चाहिँ एकदमै भ्यालु छ यो कार्डको चाहिँ। फिलहाल कार्डको एकदमै भ्यालु छ। यो भएन भने गाडीमा एकदमै प्रब्लम आउँछ। सो नयाँ अपडेटहरू म दिँदै गर्छु कि हेर्दै जानु होला। अनि अब यस्तो जाम चाहिँ परिरहने क्या। अब जाम परिरहने। म चाहिँ एकदमै सपोर्टेड मान्छे हो साथीहरू भनेपछि। कारण तिमी दाइहरूको चाहिँ अगाडि बस्नु भयो त दाइहरू। म त अगाडि जान्छु उता के को सोधपुछ हो दाइको त्यहाँ के झर्नी लाग्नु भयो क्या हो। धन्दा म त ट्याक्सीमा गयो भने त फेरि कार्डको त ऊ हुन्छ नि त। कार्डमा भर्खर पैसा हालेर राखा खाना भएपछि अनेक हुन्छ। हामी लास्ट स्टेसनमा आइसकेको छौँ। गुरुरीमा कहाँ रहेछ त के हो ओइ पैसा हाले त कहाँ नै क्या हो मेरो त 24 घन्टा आएर त नि यो त के काम त नि
यो कार्डमा के पैसा देखाइराखेन कि दाइ ओ यहाँ हाले हो पैसा चाहिँ त्यतिकै हावामा चढ्दै आएको अहिले पानी त्यो हाम्रै हो क्या त्यो कहाँ हो अब कर्नेक्स कता हो थाहा छैन ल ल दाइ ए थन्किसक्यो दाइ हाम्रो यही हो क्या हाम्रो ऊ चाहिँ अनि हामी चाहिँ बिचमा जाँदैछौँ आज समुद्रमा नुहाउने भन्ने योजना छ होइन गाइज हाम्रो चाहिँ पौडी खेल्न चाहिँ आउँदैन जे होस् यसो अलिअलि पासपोर्ट साइज भए पनि यसो पौडेर आउने विचार गर्दैछौँ नभए हामी अन्डरग्राउन्डमा जाँदैछौँ यहाँनिर अब कहाँबाट हो त यहाँ हजुर होला नि त जग्गा क्रसिङ अन्डरग्राउन्डै छ क्या यस्तै ऊ त्यहाँ बन्द भएको त हो त्यो अन्डरग्राउन्ड मरुभूमिमा पनि कति खतरनाक बनाएको क्या हेर्नु न पानीको यस्तो फोर्स लगाएर है हरियाली कसरी बनाउने भन्ने मात्रै छ क्या प्लान चाहिँ त्यो धेरै धेरै राम्रो अगाडि बढ्दैछ अबुधाबी अब युएई कन्ट्री चाहिँ एकदमै अगाडि बढ्दैछ सो हामी पनि अब ठ्याक्कै यो पछाडि चाहिँ के अरे समुद्र हो होइन समुद्र आइपुग्नु लागिसक्यो अनि आज मलाई कतिचोटि बोल्न अलिकति गाह्रो भइरहेको किनभने बिहानै उठेर हिँड्यो नि त आज फेरि निद्रा राख्न नपुगे जस्तो त्यस्तो भइरह्यो ल हेर्नुहोस् हाम्रो गाइजहरू चाहिँ पुरै पोको बोक्दै होइन पोको बोक्दै हिँडिरहेको छौँ हामी सो ए दाइ भयो यस्तो हो म के अरे आफूलाई देखाउँदिनँ क्या धेरै होइन सबै गाइजहरू भन्दा पनि अब यस्तो साइलेन्ट भ्लग पनि हुन्छ नि कतिपय पछाडि बोल्ने हजुर भोइस ओभर गरेर होइन के अरे साइलेन्ट भ्लग यस्तो यस्तो हामी यहाँ पुग्यौँ भन्ने अनि त्यो एकजना भाइ पानी बेच्न आउनु भएको छ कता पानी कति रुपियाँ हो पानीलाई ठिक छ हामी चाहिँ फोटो खिच्छौँ केही समय फोटो खिचेर अनि त्यहाँबाट फेरि म भिडियो चलाउँछु त्यो चाहिँ हामी समुद्रमा पुगेर अन गर्छु है म गाइज अब वाउ ल फाइनल्ली गाइज हामी कर्नेक्स आइपुग्यौँ तर त यहाँ त नआउने ठाउँै छैन क्या है ओ माई गड ओ सानो सानो होइन यत्रो ठुल्ठुलो छ त अनि ठुलो पनि छ जो लोभी छ त्यही पर्छ पछि मोबाइल खस्यो नि अहिले वाह ल हामी फाइनल्ली आइपुग्यो है हाम्रो गन्तव्य अहिले जुन ठाउँमा आउने भनेर गन्तव्य बोकेर आएको थियौँ त्यहाँ आइपुगिसकेको छौँ हजुरको त अहिले हजुरको त धेरैचोटि भइसक्यो होला होइन थर्ड टाइम I'm so excited to visit with my brothers in Christ. एकदम Thank सेम you so सेम much for this time. एकदम सेम एकदम We are so excited to be here, brother. So let's take some pictures also, okay? ओके गाइस पानी बोकेर हिँडेको कि साह्रै गाह्रो भइरहेको समुद्रको यो वरिपरिमा आज लाने जाने खाने आउने जस्तो भइसक्यो है त्यस्तो छ हाम्रो दुईजना ग्रुप छुटेर आज नि दुईजना ग्रुप छुट्यो कि हाम्रो दुईजना ग्रुप छुटेर अब अहिले अब यस्तो छ
अहिले खाने पर उता शीतल छ त अलि अगाडि जाऊँ त त्यसो भए ल अब खाना खाएर अगाडि बढ्न पर्ला जस्तो अवस्था आयो गाइस हामी पार्क के अरे यो समुद्रको बिचमा चाहिँ आइपुग्यौँ होइन यो समुद्रको बिचमा अनि यहाँनिर चाहिँ अब अलिकति प्रब्लम के भन्दाखेरि अब यहाँ भित्र जान पाउने कि नपाउने भनेर सोध्नलाई चाहिँ फर्स्ट टाइम आयो नि त होइन दाइ चाहिँ आइराख्नु भएको हाम्रो दाइ आइराख्नुहुन्थ्यो बट के हो भने यहाँनिरबाट चाहिँ नमिल्ने रहेछ क्या के हो हेरौँ एकचोटि ए यहाँ त फ्यामिली पार्क भने जस्तै खुल्लै रहेछ त म एकचोटि गएर पुरै घुमेर आउँछु होइन अनि त्यसपछि अनि दाइहरूलाई बोलाउने अनि यो कस्तो कस्तो पार्क भन्ने जस्तो लाग्थ्यो कि अनि फाइनल्ली समुद्रको बिचमा आइपुग्यो समुद्र अब यो कस्तो खाले समुद्र थाहा होइन एकचोटि नेपालीहरू पनि छ होला सायद यहाँ फुटबल खेल्ने फुटबल चाहिँ हो त्यतातिर खतरा रहेछ जे होस् तर यो खुल्ला चाहिँ खुल्लै मञ्च रहेछ कि म चाहिँ त्यस बुझ्न आएको कि यहाँनिर हाम्रो दाइहरू चाहिँ उतै बस्नुभयो म यहाँ बुझ्न आएको हो कि यो के कस्तो खाले हो कसो हो भनेर तर समुद्रमा अब मान्छे यस्तो देखिन्छ सो हो गाइस म पहिला मान्छे दाइहरूलाई बोलाएर आउँछु किनभने यो खुल्लै रहेछ भन्ने कुरा बुझ्यो नि त होइन सो म बोलाएर दाइहरूलाई के खाना पनि त पऱ्यो नि होइन खाना केही खाएर चाहिँ अनि त्यहाँ समुद्रमा पौडी हान्न आउने हो कि पौडी हान्न आउने अब पौडी हान्न पर्छ आज खुल्लै छ खुल्ला रहेछ यो म गएर आएको हो कि उतै भित्र भित्रै गएर आएको कि खुल्लै रहेछ सोध्नु हो कि नै मान्छे गइरहेको कि सबै बाहिरबाट ओपनै हो रे के ओपनै हो सोध्नु पर्ने कहाँ छ होइन ओपनै हो के पहिला खामा आउनु ओपनै हो क्या यो मैले बुझेर आइसक्यो क्या दाइ भित्रै गएर आएकोमा 11 बजिसक्यो यहीँ बसेर खानु पाइन्छ खानालाई अब के गर्ने त अब इनर्जी लगाएर चाहिँ अघि नै बरु हात टयलेटमा धुनु पाइन्छ हेलो बसन अनि हेरेर बस्नु है चाकमा फेरि पानी के अरे पिसा फेर्ने जस्तो हुन्छ अब अब हाम्रो टिमहरूमा आएन त नि दाइहरू अब अझै आउनु भएन त नि अब के गर्ने यो पनि भातै होला पनि खाने हो यता पनि अर्को आइटम त्यो आलु फ्राई आलु फ्राई हो आलु फ्राई हो यति भए त पुग्छ होला रातभरि सुत्नु भएन क्या अब ल धेरै धेरै धन्यवाद है भाउजू धेरै फाइनल्ली हाम्रो फर्स्ट चरणको खानेकुरा खाएर हामी अब जाँदैछौँ समुद्रको बिचमा होइन समुद्रतिर हामी जाँदैछौँ सो हेरौँ चाहिँ कस्तो हुन्छ हाम्रो अब प्याकिङ गरेर राख्नु त होला नि तिमीले सेकेका पाखुरा सम्झना आयो नि
गाउँमा मकै भुट्यौ कि आमाले कुका कुका बाडुल के लायो नि गाउँमा मकै भुट्यौ कि एकदम मार्मिक गीतहरू सुन्न पाइन्छ है यहाँ मार्मिक गीतहरू हजुर नि एउटा गाइदिनु नि त त्यो त्यसलाई चाहिँ पन्युलाई भित्र हाल्नु अनि राख्दै गर्नु इन्द्रेणीमा पुऱ्याउनु पर्छ क्या अब मान्छेलाई इन्द्रेणीमा त गएको मान्छे हो त जाम भर्छ ल इन्द्रेणी इन्द्रेणीमा चाहिँ गएको हो तर गीत गएको होइन सेम इन्द्रेणी जस्तैमा गाएर हिँडेको मान्छे हो म त लाइभ गरी त एउटा गाइदिनु नि त तपाईँले के पनि गीत हाम्रो तपाईँलाई एकदम मनमा लागेको त्यस्तो केही छैन मनमा लागेको गीत हेलो भक्तपुरको मुला ढिकी भन्दा ठुलो सुशीला तामासँग जोरी खेल्न लाउनु भन्दैछ मलाई त्यो त छाडा गाउँछ त्यसले त्यस्तो छाडा गाउँछ म त्यस्तो छुइनँ त्यसले त बाबा हाम्रो गाउँमा भन्दा जति भयो नि त्यसो गीतहरू मैले छाडा एकदमै रमाइलो भइरहेछ है हामी 4-5जना छौँ एकदमै रमाइलो भइरहेको छ छैन त्यसले त बस त्यो नदेखाउने मात्रै हो सबै कुरा भन्छ के अरे बिचमा आइसक्यौँ तर यहाँ अझै पनि कन्फर्म भइरहेको छैन कि हामी यहाँ फ्रीमा जान पाउने हो कि पैसा तिर्नु पर्ने हो कि भनेर क्या अब पैसा तिर्नु पर्ने भए कहाँ तिर्ने हो भनेर चाहिँ सोध्न आइरहेछौँ ऊ यहाँ लेखेको त दाइ के लेखेको त्यहाँ त्यताबाट जानु मिल्ने कि नमिल्ने आउनु नि गराम मिल्छ क्या दाइ हो मिल्छ यार हाम्रै लागि बनाएको कि के अरे भँगेर होला हौ त ए के अरे चरा उडु के अरे उडोस् उडुसले टिट्युट टिट्युट टिट्याउ भन्छ नि I don't know टिट्याउ what is this टिट्याउ लो समुद्र बनाउनु है हाम्रो हो नि दाइ यो के कसो के हेर्ने हो र तँ भन्नु त ल यो बाइक चलाउने हो त दाइ वाउ दाइ यो हाम्रै लागि हो क्या यार तेरेको कहाँ सोध्नै पर्दैन कि आमामा पस्सारो देख्न पाइन्छ गाई यहाँ त पस्सारो यहाँ त पस्सारो हेर्न पाइन्छ रहेछ है पस्सारो यस्तो छ बिचको हालतै यस्तो हो यो ऊ भइहाल्यो बिच भनेको चाहिँ यही हो फाइनल्ली हामी समुद्रमा आइपुग्यौँ भन्दै पानीमा डुबेको फोटो खिचिदिनु ल अबै पानीमा डुबिया फोटो खिचिदिने ल एकचोटि उ गर्नु त भनिदिनु फेरि पानीमा डुबिया फोटो खिच्ने भन्नु ल पहन हेलो गाइज हामी चाहिँ यता बिचमा आइयो होइन घामले केही पनि देखिरहेको छैन क्या अनि समुद्रमा आएको छौँ अब चाहिँ हामी नुहाउँछौँ होइन अनि आज एकदम फिलिङ एक्साइटेड भइरहेको छ भर्खर खाएर पनि आएको क्या हामी एप्स पनि हानिदिएको ल बाई रिल्याक्स पाराले सो गाइज हामी नुहाइ पनि सक्यो होइन नुहाइ सक्यो विश्राम आऊ ल फाइनली गाइज हाम्रो नुहाइ कार्यक्रम सकिएर चाहिँ हामी लागिसक्यौँ होइन अब चाहिँ हाम्रो सायद फर्किने प्रोग्राम हुन्छ अहिले त झन् मान्छेहरू कति धेरै छ क्या दाइहरू चाहिँ अगाडि जानु भइसक्यो है
अगाडि जानुपर्छ कि म चाहिँ पछाडि लम्किँदै आइरहेको छु कि यस्तो के भन्छ अरे यस्तो 3-4 चोटि पानी खाएँ क्या मैले त यार समुद्रको अहिले कस्तो त्यो ऊ बनाइराखेँ क्या तर आइयो जस देखियो फर्स्ट एक्सपिरियन्स मतलब के भन्छ त्यसलाई फर्स्ट अनुभव हो है यो चाहिँ मेरो म अब पानी लास्ट नुनिलो हुँदै चाहिँ कि नुन चर्को के त्यस्तो हुने रहेछ सो देख्न पाइयो खुसी लाग्यो गाइस यो बिल्डिङ हेर्नु नि बिल्डिङ सबै मोबाइल न भान्ने बिल्डिङ छ यो अन्डरग्राउन्ड हो त बाफ्रे है सुविधा चाहिँ भएकै हो कि यो अन्डरपास अन्डरग्राउन्ड होइन अन्डरपास यहाँ यस हाम्रो उहाँ ब्रदर चाहिँ एकदमै दाइ चाहिँ एकदम हाम्रो यहाँ मध्येको एकदम अग्रज लिडर अनि उहाँ पछाडि युएस देख्नु भएको छ नि युएस आर्मी वान म्यान आर्मी एकदम हाम्रो अग्रज दाइ हुनुहुन्छ हामी उहाँकै थ्रोबाट आज यहाँसम्म आएको हो कि हेर्नु सक्नुहुन्छ गाइस तपाईँहरू यस्तो माथि गएर नि कस्तो ठाउँमा काम गर्दै हुनुहुन्छ मान्छेहरू हेर्नु न ओ माई गड यो बिल्डिङको माथि के बिल्डिङको वहाँ माथि झुन्डेर के त्यो पनि ओ माई गड झुन्डेर हेर्नुहोस् न झुन्डेर कहाँ हो मान्छे पुरै झुन्डेर क्या अब ओ माई गड यसरी झुन्डेर मान्छे उसमा देखाएन क्या हो क्यामेराले पनि भेट्दैन क्या हो त्यसरी झुन्डेर मान्छेले अनि विदेशमा कति गाह्रो छ भन्ने कुराहरू त होइन हामी देख्छौँ कि यो त सामान्य कुराहरू हो कति छ यस्तो कुराहरू है हामीले सोच्नै नसक्ने कुराहरू कति दुःख छ कि यत्रो माथि बिल्डिङमा गएर होइन त्यहाँबाट फुत्क्यो भने के होला त मान्छेको अचार विचार पुचार केही रहँदैन क्या गाइस बुझ्नु भयो नि विदेशतिरको टेक्नोलोजी क्या हेर्नु है पानी आएको छैन नि सर्लको पानी गयो बोतल राख्यो पानी आयो ल हेर्नुहोस् त प्रविधि कहाँसम्म विज्ञानले कहाँसम्म कहाँ विज्ञानको उसले कहाँसम्म प्रयोग गरेछन् मान्छेले हाम्रो नेपालमा अब अझै वर्षौँ पछि चाहिँ यस्तो योजना आउँछ होला एउटा सानो कुरा आयो भने मान्छेलाई अचम्म लाग्छ विदेशमा के सिस्टम गरिसक्यो थाहा छैन मान्छेलाई एकदम डाँडा बस्नु त उता आशिष दाइलाई फोन गर्नु त कहाँ हो ए अब हाम्रो चाहिँ लास्ट स्टेप खाना खाने हो खाना खाएर नि हिँड्ने अब के गरिन्छ हाम्रो गाउँको नाम कालो प्लास्टिक के ओछ्या यही ओछ्याउने हो ब्ल्याङ्केटले आउँदैछ ल्याउँदै हुनुहुन्छ कि आउन भन्दै सिधाले फोन आउनु भयो फेरि पिकनिक अब खाना खाने समय भयो है अब समुद्र त्यहाँ छ होइन समुद्र त्यो हो हामी यहाँ छौँ खाना समुद्रदेखि चाहिँ हामी निस्किँदैछौँ होइन बाहिर यो समुद्र भन्ने कर्नेक्स भन्ने ठाउँबाट
सो हाम्रो चाहिँ अब लास्ट एन्डिङ समय आइपुग्यो अहिले अब 2-3 पनि बजिसक्यो होइन म यस्तो हो दाइ अनि अब हाम्रो चाहिँ के प्लान चल्यो भने अब अहिले चाहिँ हाम्रो अब आज सुदूरपश्चिम र लुम्बिनी क्रिकेट पनि चलिरहेको रहेछ अनि लास्ट एन्डिङ चाहिँ कसरी गर्नु पऱ्यो भने अब यता भिडियो हेर्दैछौँ होइन क्रिकेट हेर्दैछौँ अनि हाम्रो चाहिँ स्टेडियम टाइपको भइरहेको छ यहाँनिर क्रिकेट चलिरहेको छ क्रिकेटको फ्यान हो होइन हामी अब यहाँ क्रिकेट हेर्ने हो 86 रनको टार्गेट दिएको सुदूरपश्चिमले तर आज लुम्बिनीले जित्छ फाइनल हो 100% हो म लुम्बिनीको मान्छे लुम्बिनीलाई सपोर्टर 100% ओ माइ गॉड अहिले लास्ट 200% तपाईँ लास्ट आएर लुम्बिनीको मान्छे भयो क्या हो होइन पहिलेदेखि कि अब हेरौँ गाइस लुम्बिनीले जित्छ कि कसले जित्छ त्यो त अब गेमले अहिले एकछिनपछि थाहा हुन्छ तर कसले जिते पनि हाम्रै नेपालले लाने ट्रफी केही फरक पर्दैन सो ओके नो वरिज गाइस भिडियो पुरा हेर्नुभएको छ भने एकदमै धेरै धेरै धन्यवाद अब हेर्नु भएको छैन भने पनि अब तपाईँले सुन्नु भएको छैन भने त्यो तपाईँको हातको कुरा सो धन्यवाद सम्पूर्णमा जय नेपाल